गुड मर्निङ साथीहरू। आज चाहिँ हामी यहाँ न्यू महाकाल मार्केट दोकानको नाम हो। लाइन पहिला दोकान थियो पुरानो, अन्त माथि चाहिँ मन्दिर छ। हामी चाहिँ मन्दिर जाँदैछौँ आमा र म। अनि आज पूर्णे हो कि पूर्णे हो कि के भन्नु आमाले, म त त्यस्तो मान्दिनँ र पनि आमाले चाहिँ मान्नुहुन्छ नि त। त्यही भएर आज डाँडा मन्दिर नगएको पनि धेरै भयो भनेर चाहिँ हामी जाँदैछौँ है साथीहरू। दार्जिलिङकोलाई त प्रायःलाई थाहा छ, यहाँ महाकाल धाम मन्दिर चौरस्ताको साइडमा छ भनेर, चौरस्ताको छेउमा छ भनेर। तर पनि अरू फाल्टो मान्छेले हेरोस् भनेर चाहिँ मैले भिडियो बनाएको साथीहरू। ल ठ्याक्कै आइपुग्यो हामी मन्दिरको चरणमा। यहाँबाट स्टार्ट हुन्छ है साथीहरू यो मन्दिर। परबाट वक गर्ने नआउने रहेछ। यहाँबाट स्टार्ट हुन्छ, माथि छ मन्दिर चाहिँ। हेर्नुहोस् है साथीहरू सँग, यहाँ चाहिँ एन्ट्री गेट हो। यहाँ दिदीहरू पूजाहरू गर्छ। गुड मर्निङ। ल हामी आइपुग्यौँ साथीहरू। जस्ट एन्ट्री गेट हो साथीहरू। साथीहरू यहाँ चाहिँ यहाँबाट एन्ट्री भएर आएर चाहिँ यहाँ चाहिँ पूजाको सामानहरू सबै पाउनुहुन्छ। तपाईँहरूले तल नकिने पनि हुन्छ कि सबै कुरो पाउनुहुन्छ। पर्छ एकदममा राम्रो साथीहरू। यहाँ चाहिँ यो माने नघुमाने चाहिँ मलाई चित्त बुझ्दैन। 108 छ मन्दिरमा, तपाईँहरू आएर दर्शन गर्नुहोला। एकछिन पर्खिएको उसै गरेर म जानु नि त। त्यहाँ भित्र हुन्छ पर यहाँ मन्दिरको नजारा हेर्छु साथी। अब एकपल्ट म यो मानेलाई अघि गर्नु पुरा भिड हो नि त। अघि चाहिँ राम्रोसँग पूजा गरेँ, अब आएर चाहिँ भिडियो गरेर चाहिँ यसो हुन्छ। तिनपल्ट घुमाउनु साथी। आउने सिट पाँचौँ नि सर। ओम धूरति धूर्वधूर्वन्तं धूर्वतं ज्योत्स्नां धूर्वतितं धूर्वज्यं वयं धूर्वामः
तीन कल्चर वरिपरि चाहिँ यहाँ चाहिँ नाच पहिला चाहिँ थिएन, यो नयाँ बनाउनु भएको चाहिँ तपाईँको 2 वर्षहरू भयो होला सायद। बाहिरको नाच नागदेउलाई सधैँभरि मान्नुपर्छ है साथीभाइहरू। त घर वरिपरि नाग देउता उनीहरूले नागको पूजा गर्नुपर्छ कोही कोही बेला सिकाएर। डाँडा मन्दिरको नाग देउताहरू दर्शन गर्न सबैजनाले नआए तापनि दर्शन कतिवटा छ भने नि सायद 8वटा होला, 8वटै हो कि के हो वरिपरि 8वटा होइन बेसी रहेछ बाहिरको नाम। जय हो भोलि, 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 जय हो भोलि। हरि ओम नमः संभवाय च मनोभवाय च नमः। जय भोले। हामी पूजा गर्न सक्यौँ साथीहरू। बाटो अब लागेको बिस्तारै तलतिर पनि छ मन्दिर। लड्डु छ, लड्डु छ। ऊ बाँझोले खाएछ नि एउटा, त्यहाँ चढाएर राखेको थियो एउटा, खाएछ बाँझोले अघि। ऊ माथि पोकाइ लगेको रहेछ तिम्रो, त्यही त ल साथीहरू। पूजा सक्यो, अब तलतिर अलिअलि छ फर्किने। यहाँ हान्छ साथीहरू, यस्तो मिठो अमृत वचन छ कि यहाँ धर्म हाम्रो बेग्लै बेग्लै, ईश्वर एउटै हो, बाटो हाम्रो बेग्लै बेग्लै, गन्तव्य एउटै हो है साथीहरू। जुनै भगवान माने पनि बाटो चाहिँ माथि एउटै पुग्ने हो। त्यही भएर कसैलाई धर्ममा मान्छेलाई नराम्रो वचनहरू गर्नु हुँदैन कि। त्यस्तै गरेर यहाँनिर पनि यस्तो मिठो अमृत वचन छ कि यहाँ हान्छ। ल मलाई सधैँभरि आएर चाहिँ मन्दिरमा आउँदैपछि यो वचन चाहिँ नपढि जान्दिनँ कि। भक्ति चाहिन्छ भने ज्ञान हासिल गर, सम्मान चाहिन्छ भने चरित्र हासिल गर। भगवान बुद्धको वचन है चाहिँ। यहाँ
चाहिँ भोले बाबाको प्रार्थना शब्दले होइन हृदयले गर्नुपर्छ। महाकाल बाबाले उनीहरूको पनि प्रार्थना सुन्छन् जो बोल्न सक्दैनन्। जय भोले। अब यहाँ ओह्रालो चाहिँ यस्तो ओह्रालो छ कि साथीहरू हेर्नुहोस् ल, भगवान्को नाममा यहाँनिर पैसा माग्दै खानेहरू पनि छ के। भगवान् मान्नेहरूको नाममा चाहिँ हात खुट्टा राम्रै छ तर पनि मागेर खाने गर्छ। हाम्रो नेपालीहरू छैन, अरू मान्छेहरू छ। अब तपाईँ नेपाली हो आन्टी? एकजनाले तपाईँले दिँदा हुन्छ, म फोटो खिचाउँछु, आमाले दिन्छ ल। उनीहरू चाहिँ अब उहाँ त झन् राम्रै छ हेर्नुहोस् त, ऊ सबै हात खुट्टा भएको मान्छे छ। हाम्रो नेपालीहरू छैन साथीहरू, कोही पनि छोपेर बस्छ फोटो भिडियो गर्दाखेरि। यसरी हात खुट्टा राम्रो भएको मान्छे मागेर बस्नु साथीहरू। हामी नेपालीहरू त्यस्तो हुँदैन। आन्टी नेपाली हो? होइन अरे नेपाली। तपाईँ कहाँको आन्टी? कहाँको? पुच्छर बस्तीको? आन्टीहरू बुढी बुढी भएको हुन्छ, दिँदा केही पनि हुँदैन तर राम्रै मान्छेहरू यहाँनिर मागेर। यहाँ हानु नि यो बच्चाले मागे। मुखटा खोलो बाजे। मुख দিয়ে নিচ্ছে लास्ट इन्डिङ चाहिँ यहाँ हो। यहाँ पनि ऊ राम्रै हुनुहुन्छ, हात खुट्टा सबै छ परेको पनि सलामत। फेरि पनि मागेर बस्नु भएको छ। उहाँहरूले चाहिँ के भन्न चाहन्छ तपाईँहरूले? अनाध्या त खोज्छ तेरो खोज्छ अनाध्या न। तेरो नाम के हो? पैसा दिन्छु ल। त्यो खोल पहिला, त्यो खोल जा दिनु चाहिँ नदिनु अरे। तँलाई कसले राखेको भन्दा आमाले राखेको है? आमाले राखेको है? आमाले राखेको बाबाले राखेको भन्दा? स्कुल जानु पर्दैन भाइ आमाले राखेको कि बाबाले राखेको तँलाई भन्नु छिटो, अन्त दिन्छु त पैसा। स्कुल पो जानुपर्छ, बाटो बस्ने हो। दिइहाल्नु यत्रो बलियो बलियो तगडा तगडा बाटो दिदीहरूलाई पनि खिचिदिनु पऱ्यो। यो चाहिँ एन्ट्री हुने गेटको ठिक्क यहाँनिर छ। तपाईँहरूले पूजाको सामान बजारबाट नल्याउनुहोस्, यहाँ पनि पाउँछ, माथि पनि पाउनुहुन्छ। सबै सामानहरू यहाँ बेच्नुपर्छ। अब यसलाई बनाउनु तपाईँले अब आफ्नो। थ्याङ्क यू गाइस, हामी अन्तिम पूजा गरेर आइसक्यौँ। लास्ट हो हाम्रो इन्डिङ भिडियो। थ्याङ्क यू सबैजनाले हेर्नु होला मेरो भिडियो। ब्ल्याक टी खाने साथीहरू भर्खर पूजा सकेर आएर